हेलो गाइज, नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा भ्लगमा स्वागत छ। म अनि मेरो बुढा हो। उहाँ चाहिँ विदेशी पर्नुभयो, बाहिर धेरै बस्नुहुन्छ। मेरो बुढा हो, मेरो कान्छा बुढा। तिम्रो जेठा बुढा कहाँ छ? कान्छा बुढा जेठा बुढा कहाँ तिम्रो? त्यो नुन बोक्नु गएको छ क्या। उसकाइदिउँ दाँत कान्छा बुढा गाइज, हामी चाहिँ रमाइलो गरे क्या। कान्छा बुढा त होइन, बुढा चाहिँ बुढै हो, तर कुन बुढा हो भन्ने बुढा त बुढै हो नि, कहाँ तन्नेरी हो त? कुन बुढा हो भन्ने कुरा मेरो मनलाई पनि थाहा छ क्या। पड्के जे भने नि सुन्तला चाहिँ खाना दिनु पर्यो। अनि सुन्तलाको साटोमा अमला पनि छ गाइजहरू। छोरी मान्छेहरूले बिताउँछ। ए बुढा कहाँ बिताउँछ? यो अमला पनि खानुपर्छ अरे, भिटामिन सी पाइन्छ। अमला काण्ड गर्छ कि बुढाले भनेर अमला खुवाएको अस्तिदेखि। अमला काण्ड गर्छ भनेर अमला खुवाएको, जति खुवायो नि अमला काण्डै भएन। अब चाहिँ नखाउने लु। अमला काण्ड खान्छ अमला। यहाँ बदाम पनि छ है गाइजहरू। बदाम पनि छ होइन। यसो घाममा बसेर खाउँ न भन्दा बुढाबुढी मिल्यायो क्या। एकछिन भयो नि मिल्नु पऱ्यो नि त। कति टाका टुका मात्रै गर्नु ठाका ठुका रिसाएको हो। रिसाउने क्या, रिसाउने ठाको ठुको भन्छ। ठाका ठुटो अमला खानु पर्यो है। अनि सुन्तला खानु पर्यो। अब मेरो बुढा पनि जाने बेला भइसक्यो कि। अब छैन, धेरै बिदै छैन। यो के गर्नु, यो खैरेहरूले छुट्टी दिँदैन। विदेश बस्दा यस्तो चाउरे भइसक्यो। यहाँ हेर्नु अनुहार चाउरी परेर। कहाँ छ चाउरी? यत्रो पोटिलो छ है। हुन्छ पोटिलो चाउरी परेर मर्ने बेला भइसक्यो। हत्तु हरान भएर आँट्छ नि क्या गाई चाहिँ यसपालि त। साह्रो काम गर्छ, मैले डह्रो काम पेलाएछ। आउने बेलामा त लिक 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 कामिराखेको। अनि यसो भालेको सुघारेको आएर अलिक तङ्ग्याएर घाममा राखिरहेछ सेकाउन। अनि उहाँले यस्तो पनि ल्याउनु भएको छ। यहाँ हेर्नु, यो चाहिँ सुन डायमन्ड टल्केको ब्रासलेट। आमा, मलाई पनि एउटा ल्याइदिएको थियो। बाटोमै अस्ति झरेर हरायो। डायमन्ड फुत्क्यो क्या, यो फुत्क्यो गयो। त्यस्तो हुन्छ देखा, हेर्नु न। 1 करोडको डायमन्ड। यसको पहेँलो त अस्ति त गएछ, जलपै गयो। डायमन्ड गएछ, जलप गइसक्यो। पहेँलो थियो है। सोधेको हो। अब भन्नु पर्दाखेरि हामी धेर छैन है बुढा। के धेरै विदेश भएन। अब मेरो बुढा विदेशबाट आउने, त्यसपछि काठमाडौँमा 4.5 तले घर बनाउने। भागो कुरा त भन्नु पर्यो नि त। अनि 4.5 तले घर बनाएर अनि त्यसपछि हामी बिजनेस गर्ने है। रमाइलो कुरा गर्नु। बुढा आउने भन्ने झन् नराम्रो कुरा हो।
त्यही त त्यो अरू चाहिँ नभन्नु क्या रमाइलो रमाइलो हाँसउठ्दो कुरा मात्रै गर्नु 4:30 घरमा आउने ए त्यो कट कट यो कहीँ चाहिँ कट भन्ने त्यस्तो कुरा गर्नु हुँदैन क्या अनि बुढालाई महाराजा बनाएर राख्ने महाराजा बनाएर पुरा घरभित्रै महाराजा कि महानोकर बनाएर महाराजा बनाएर राख्ने पुरा घरभित्रै सबै थियो क्या दाप्ने बित्तिकै ट्विक ट्विक आउने त्यस्तो पारेर राख्ने भन्ने सोच छ मेरो गाइजहरू तर गाइजहरू होइन पुरा हुने कि नहुने प्रार्थना गर्नुपर्छ है तपाईँहरूले गरिदिनु होला अनि बुढाको के छ सोच मेरो त भात खाने सुत्ने ओर्ने त्यति भयो क्या हाम्रै जन्म खान पाउनु पर्यो सुत्न पाउनु पर्यो टोयलेट जान पाउनु पर्यो अनि बिहान सुतेर उठेर बस अनि बुढा हेर्नु पर्यो बुढी त छैन नि नहुँदाखेरि चाहिँ बुढी त छँदैछ नि बुढी नहुँदाखेरि बुढी खोज्न हिँड्नु पर्यो के भने त छोरा मान्छेहरू यस्तो हुन्छ बुढी नभएपछि अब बुढी खोज्न हिँड्न पर्यो बुढी कता गई भनेर अर्को बुढी चाहिँ भनिरहेको छ मनभित्र कहाँको अर्को पहिलेका बेस्तरीहरू कम्ती छन् मेरो बुढाको अहिले पनि लुकी लुकी मोबाइलमा आउँछ कम्ती छ मैले कराप झ्याप पो नपारेको त किन कराप झ्याप पार्नु बिचरा बुढा पनि यसो रिल्याक्स गरोस् भन्दा नत्र त यी कम्तीका छन् सुन्दरीहरू मलेसियादेखिको सुन्दरीहरू छ गाइज के भन्छ सुन्तला म सोध सिजा मान्छे लाटो मान्छे त्यो मोबाइल मैले चेक गर्दिनँ र मात्रै चेक गर्ने भने त्यहाँ कतिवटा भेट्थेँ हो मैले अहिले खाने बेलामा चेक गर्दिनँ सबै खट्टु खलास पारेर ल्याएको छ सब डिलिट हानेर सब डिलिट मेरो बुढासँग सम्पर्क गर्ने है पैसा चाहिनेहरू जति पैसा हालिदिन्न डार्लिङ भन्ने बित्तिकै मलाई त क्विक क्विक पाएर खतरा मेरो बुढा त हक्काको सक्ने भनेपछि त राम्रै चाउने मान्छे पो त भएन यो कट कहाँ राम्रो कुरा चाहिँ त्यही कट भन्छु होइन यो आज चाहिँ नलाउनु हो क्या खाना देख्नु हुँदैन त उल्टो भन्छ है वाह यसको त कस्तो राम्रो वाह हाउ भनेर है घरको सहना त अहिलेसम्म वाह नै भनेको छैन वाह नभने ल्याएर पछ्याउँदै आयो होइन त्यतिकै त्यो त मेरो जबरजस्तीले हो नल्याएको भए त मैले भुका ठ्याक लाएर जलजलेमै उतान टाङ बनाइदिन्थेँ त्यो त मेरो जबरजस्तीले साँच्चै कसम यो कुरा सत्य हो मेरो बुढाले मलाई बिहे नगर्ने भन्थ्यो झन् भेटघाट भयो बोलचाल भयो माया प्रेम बस्थ्यो होइन मैले भनेको बिहे गरौँ बुढा भनेको होइन 3 वर्ष पर्खन अरे अर्कालाई उहाँनिर माया जालमा पारेर के है अब भन्न मिल्दैन के भनिसक्यो है अझै 3 वर्ष पर्छ भन्छ
यसले त मलाई छोडा भाग्न रहेछ बिताउने रहेछ भनेर कहाँ छोड्नु लु आजको भोलि नै मलाई लगिहाल्नुपर्छ लगेन भने त म बर्बाद मर्छु बनाइहाल्यो नि, बर्बाद बनाइहाल्यो। भनेर अनि मैले त टिडिक लगाइहालेँ क्या दिमागमा त्यसपछि अनि लु हिँडिहाल लगिहाल भन्दा 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 गर्छ लान त लग्यो है सुँगुरको खोलतिर लग्यो। लान त लग्यो जिन्दगीमा मैले कोसी नथेकेको मान्छे हेर्नु है मेरो उदयपुर बर्रे गाविस वडा नम्बर 3 मा जन्मेको म त्यहाँ कोसी नै थिएन बुढा घर छ कोसीको डिलमा है डिल छेउमै भनौँ न कोसी लाँदाखेरि त म त ला यो राईले अब मलाई हुत्याएर कोसीमा माछाको चारो बनाउने भयो भने म त यति रुइन है यति रुइन बाटोमा रुद्दा 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 अनि आधी बाटो पुगेपछि चाहिँ फेरि मलाई साह्रो आमाको याद आयो क्या आमाको माया लाग्यो बिचरा आमाले दुःख गरी पढाएको थियो म कस्तरी हिँडेँ आमा पनि गाई हेरेर आउनु दाजुकोमा म पनि भाग्नु मेरो आमा कति रुयो होला म फरेर जान्छु ल भनेको हे त कहाँ हुन्छ भन्छ तान्छ हात पक्रेर होइन त्यो उसमा खैर बासको के अरे आरेमा अनि त्यसो भने त म पठाइदिइहाल्थेँ नि लु जाऊ त त्यसो भए उही यो चाहिँ सत्य है मैले बोलेको कुरा चाहिँ जाऊ जाऊ तिम्रो आमा त्यो भने पठाइहाल्थेँ अनि मलाई आमाको याद आयो अनि म रुएँ बसेर अनि रुद्दा रुद्दा गरेँ के गरौँ भयो अनि त्यसपछि मार्दैन होला माया त गर्थ्यो मार्दैन होला जान्छु भन्ने मन भयो अब आधी बाटो पनि आइसक्यो अब यसले के भन्छ आधी बाटो पनि ल्याइसक्यो मेरो जिउमा पनि छोइसक्यो है अब मलाई फर्किनै मन लागेन त्यस्तो अनि त्यसपछि अनि हिँडेँ भएको कुरा त हो नि रेली अनि गयौँ घर गएको है कोसीको छेउमा घर छ गाग्री यहाँ पानी बोक्नु पर्ने टुङ्गे खुसुन्जेल गाग्री यहाँ पानी बोकेको झन्डै मरेन बुढी दुखेर जान खुसेर अनि बसेँ 5-6 दिन बसेँ घरमा चाहिँ रहेछ ठहरे खानु बानी के गर्नु गाई अब मेरो घरमा त काम गर्नु पर्यो त्यही त फेरि लाने बेलामा पनि के भनेको थियो भने मलाई मैले सुख पाएँ भने तिमीले नि पाउँछु मैले दुःख पाएँ भने तिमीले नि पाउँछु भनेर लगेको यो मान्छेले अब दुःख पायो अनि अब सुख पाउँछ भनेर होइन अब यस्तो उस्तो भनौँ भने पनि तैँले किन दुःखमा पारिस भन्दा पनि अब भनी ल्याएको छ के भन्नु अब यस्तै रहेछ कर्म भने है अनि बसेँ 5-6 दिन अनि त्यसपछि फेरि गाईहाट झऱ्यौँ पढ्दै थिएँ म गाईहाट झरेर अनि फेरि पढ्न थालेँ अनि त्यहाँबाट त दुःखको दिन सुरु भयो मेरो है दुःखको दिन सुरु भयो नि होइन त्यहाँबाट त नानी पनि अहिलेको त मेरो छोरो क्या एन्जले फली गएछ अब एन्जले आगोतिर दुःख पैसा नै आमा दुःख भयो पैसो नै छादेकै म नानी पेटमा आएपछि बिरामी भागै आमा कति दुःखमा जम्मा गयो नि बुढा होइन मेमोराइज के भन्छ त्यसलाई मेमोरी ल्याउनु त मेमोराइज के अरे रियलाइज होइन रियलाइज भने त अर्कै हो मेमोरिज के भन्छ बुढा त्यसलाई त रिमेम्बर फेरि सम्झिनु के भन्छ इङ्ग्लिसै आउँदैन क्या मलाई चाहिँ के भन्छ त्यसलाई फेरि सम्झिनु मेमोराइज गर्नु मेमोराइज सत्य नै भन्छ मेमोराइज गर्नु त कति दुःख गरेँ मैले मेमोराइज गर्दैछु अनि है घाममै तातो घाममा अनि त्यसपछि नानी 4 महिनाको भयो पेटमा त्यहाँबाट के गर्नु कमाइ छैन बिहान बेला खानु पनि धाउधाउ पऱ्यो अनि मैले चाहिँ भने काठमाडौँ जाउँ बुढा भने काठमाडौँमा फेरि दुःख पाइन्छ बुढी नजाउँ जाउँ
गाउँ जाउँ घरमा भन्यो अनि गाउँ गयौँ हामी सुइँसँगले गाडी चढ 3 बोरा सामान भएको होइन गाउँमै थियो त अघि त हो अनि काठमाडौँ कहाँ गाई हेर्न बसेको जलधरामा अनि कहाँ पुऱ्यो त्यो अलिक कहानी अलिक त्यहाँ छुँदो बिचमा अनि गाउँ बिचमा चाहिँ कहानी छुट्टी छ लामो कहानी धेरै लामो छ कथा अनि गाउँ गयौँ है 3 बोरा सामान भएछ बोकेर दुःख पायो धेरै अनि त्यहाँ 3 बोरा सामान बोकेर गाउँ गयौँ गाउँमा त आमामाम दुःख गर्दा गर्दा यत्रो भुँडी घल्ट्याङ हल्लाउँदै हिँडे गाई खेदे अनि तिम्रो भुँडी थुपारेर राखेर भुइँमा राखेर हिँड्ने हो त हल्लाएर त हिँड्ने त आमामाम कति दुःख नि तपाईँ त कहाँ पुग्थ्यो फुटबल खेल्नु कहिले स्कुल पढाउनु मलाई कति दुःख थियो त्यसपछि म त है वहाँनिर यत्रो भुँडी ठुलो भएर तल खुट्टा हेर्नुलाई यस्तो गरेर मात्रै हेर्नु पर्थ्यो खुट्टा सिधा देखिन्थ्यो त्यस्तो भुँडी थियो अनि त्यसपछि के गर्नु भयो अनि नानी जन्मिने बेला दिन पनि आयो नानी जन्माइ फेरि अहिले त हस्पिटलमा च्यास सुई लगाइन्छ लो च्यार चिर खत्त निकाल अहिले त हस्पिटलमा कम सजिलो छ तिमी अमला काण्ड गर्छौ भनेको यसपालि म अमला काण्ड खाँदिनँ पनि अमला काण्ड पनि गर्दैन अनि त्यसपछि नानी जन्म्यो है 3 दिन 2 दिन बेथा लागेर नानी जन्म्यो त्यति दुःख भएन नानी त जन्म्यो कति दुःखले जन्मे आमामामामामा किन सँगै भ्याउ त्यति मेरो पहिले जन्ममै सँगसँगै गर्नु है सबै थोक भन्दा बनाएर पकाएको हो अनि त्यसपछि जन्मे अनि बुढा त विदेश जान्छु पो भन्छ भाइ नानी भर्खर 5-6 महिना भइरहेछ अब के गर पठाउनै पर्यो भनेर मलेसिया पठाएको मलाई चाहिँ ल्याएर माइतीगाउँमा छोडिदियो म माइतीगाउँमा बसेँ नानी सानै थियो नानी हुर्काएर बसेँ बुढा मलेसिया गएको 4 वर्ष भइसक्यो आउन मान्दैन ल गाइज यति नै आजको लागि होइन त्यो मलेसिया गएको म गइहालेँ होइन अब त्यसपछि अर्को भिडियोमा आउँछ अहिले होइन अनि मलेसिया गएको है उतै लप परेर है बुढाको त तपाईँको यहाँ पोल खोल्यो भन्दा नभएको कुरा गर्छ त्यहाँ अलिकति भन्छ क्या थोरै अनि त्यसपछि है बुढा त 4 वर्ष भयो आउन मान्दैन गर्नु आयो कस्तो बल्ल ल्याएको गाई